बालेनको कुरा गर्नुभयो सरस्वती काठमाडौँ एकपल्ट सर घुमेर हेर्नुहोस् त हिजो र आजमा चाहिँ के भएको छ र महानगरको कुरा गर्ने हो भने म भरतपुर महानगरपालिकाको बासिन्दा काठमाडौँ भन्दा त भरतपुर धेरै राम्रो भएको छ नि रेणुको गुणगान किन गाइँदैन त त्यसो भए म भलै अहिलेको नेकपाको कार्यकर्ता होइन हैन गोपी हमालले नै राम्रो गरिरहनु भएको छ त काठमाडौँ र ललितपुर सर घुमेर हेर्नुहोस् ललितपुर अझै व्यवस्थित राम्रो देखिँदैन र चिरुबाबुको चाहिँ किन गुणगान गाइँदैन त के हो त यो समाज मिडिया मेनिपुलेसन हो चाहिँ के यही बुझ्नुहोस् न त काम गर्नेलाई गर्ने हो भने त म भन्छु सबै महानगरपालिकामा सबैभन्दा राम्रो काम भरतपुर महानगरपालिकाले गरेको छ काठमाडौँ भन्दा ललितपुर राम्रो छ भक्तपुर राम्रो छ तर बालेन भनिरहेछ मान्छेहरू बालेनको चरित्र के हो जेनजी आन्दोलनमा लिडरको भूमिकामा आए युवाले खोज्दा भेटेन खोज्दा भेटिएन हैन हिजो पनि त प्रधानमन्त्री हो भने हो नि त बालेनलाई तर आज महानगरपालिकाले त 5 वर्ष जिताएको हो नि त तपाईँ बुझ्नुहोस् के हुन्छ भने मिडियाले रातारात मान्छेहरूलाई पपुलिस्ट बनाइदिएको छ अहिले तपाईँको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवारको लिस्ट सर र एकपल्ट हेर्नुहोस् त को छ हैन चन्द्र ढकालको छोरो हिजो 12 भाइ भन्थे कौलाश सिरैया उसैको छोरो कलाकारहरू के अरे यो जुत्ता गोल्ड स्टार की साउनी त्यसको समानुपातिक लिस्ट सर र एकपल्ट पढ्नुहोस् त सर त्यहाँ के छ जम्मै चाहिँ यो बारबारा फाउन्डेसनका मान्छेहरू अमेरिकन युथ काउन्सिलका मान्छेहरू तपाईँ के देख्नुहुन्छ सर एकपल्ट हेर्नुहोस् न पुरानो र नयाँमा पुराना पनि त्यो पुराना भयंकर गजबका थिए पुरानाले नराम्रो गरेर नै यो आएको हो पुरानो पार्टीको के थियो भनेर गगन थापाको अस्तिको भिडियो सबै गगनको तपाईहरुको सबैको चाहिँ धोती पुस्काइदिनु भएको छ गगनको पनि आफ्नै पनि धोती पुस्काइदिनु भएको छ कांग्रेसले पनि गरेकै छ गल्ती भने गगनको पनि हेर्नु पर्ने छ मान्छेहरू भन्दै छन् गगन र विश्वप्रकाशको जाने ठाउँ भनेको अब राष्ट्रिय स्वतन्त्र पार्टी हो भन्दै छन् हेरौँ राष्ट्रसभामा जाने कुरा आइरहेको छ बाहिर है